नमस्ते सबैजनालाई मेरो बिमु भ्लगमा स्वागत गर्न चाहे। आजको भिडियो चाहिँ मेरो एउटा जानकारीको लागि हुनेछ। मैले चाहिँ आज सजिलो एप्लिकेसनको बारेमा राइड शेयरिङ एप सजिलो र यसमा प्रोमो कोड कसरी युज गर्ने भनेर थोरै जानकारी दिन चाहदैछु। भिडियो अन्त्यसम्म हेरेर साथ दिनु होला। सुरुमा चाहिँ हामीले यसरी प्ले स्टोरमा जान्छौं अनि सर्चमा जाने अनि सजिलो सर्च गर्ने। अब हामीले राइडरको लागि चाहिँ सजिलो राइडर भनेर यो ओपन गर्ने हैन। प्यासेन्जरको लागि सजिलो डाउनलोड गर्नलाई चाहिँ सजिलोमा क्लिक गर्ने, सजिलो मात्रैमा। अनि यो पर्पल कलरको सजिलो भनेर देखाउँछ अनि इन्स्टल गर्ने अनि यहाँ ओपन भन्ने अप्सन आउँछ हैन। अनि यसरी यहाँ ओपन गर्दिने अनि यो सजिलो एपमा चाहिँ while using app allow continue अनि यहाँ चाहिँ अब तपाईको फोन नम्बर राख्नु होला। अब यहाँ कोड आउँछ 4 वटा कोड अनि अलाउ गर्दिने अनि कन्टिन्यू गर्ने हैन। कोड नम्बर आफै आएर बस्छ। अब चाहिँ तपाईको ओपन भयो, सजिलो एप ओपन भयो हैन। अनि तपाईले प्रोमो कोड कसरी युज गर्ने भन्दाखेरि तपाईले अब जस्तै फाइन्ड अ बाइक भनेर आउँछ अनि तपाई कहाँ जानुहुन्छ। जस्तै म उदाहरणको लागि चाहिँ के भन्छ थली भनेर सर्च गरे। थली कागेश्वरी मनोहरा नेपाल भनेर आयो। यहाँ मैले क्लिक गरे हैन। अनि फ्रम लोकेसन भनेर आउँछ, यहाँ क्लिक गर्ने अनि फेरि अब मेरो लोकेसन चाहिँ यहाँ सेट भइसक्यो। भैरव मार्ग कागेश्वरी मनोहरबाट चाहिँ राधाकृष्ण मन्दिर जाने हैन। 65 रुपैयाँ दिएको छ है। अनि तपाई प्रोमो कोड युज गर्न चाहनुहुन्छ भने चाहिँ यहाँ तपाईको लेफ्ट साइडमा यो पर्पल कलरको यो गोलोमा टच यसरी क्लिक गर्ने। यो पर्पल कलरको गोलो छ नि यो यता लेफ्ट साइडमा, यसलाई क्लिक गर्ने अनि युज प्रोमो भनेर आउँछ। जय चन्द्र सूर्य प्रोमो युज प्रोमो भनेर आउँछ। युज प्रोमोमा यो पर्पल कलरमा क्लिक गरिदिने अनि तपाईको अनि प्रोमो युज भनेर आउँछ अनि सक्सेस ओके गरिदिने हैन। ओके गरे पछाडी चाहिँ अनि तपाईले फाइन बाइक अब चाहिँ तपाईले बाइक अब मतलब बुक गर्ने हैन। अब फाइन बाइकमा थिच्दिने अनि नो बाइक फाउन्ड भनेको छ। अब मेरो वरिपरि चाहिँ बाइकहरु छैन यो सजिलो एपमा हैन। अनि बाइक नजिकै छ भने चाहिँ देखाउँछ। यो चाहिँ अब नजिक धेरै टाढा छ नि त, नजिक छैन, त्यही भएको भएर चाहिँ अब देखाएन। यसरी गर्न सक्नुहुन्छ है। यो प्रोमो कोड युज गर्नुभयो भने चाहिँ सजिलो एपमा चाहिँ तपाईलाई 40 रुपैयाँ छुट छ। प्रत्येक राइडमा 40 रुपैयाँ डिस्काउन्ट हुनेछ। यसको लागि चाहिँ प्रोमो युज गर्न जरुरी छ हैन। मैले चाहिँ प्यासेन्जरहरु कति जना सजिलो एपबाट मैले पिकअप गर्दाखेरि तपाईले प्रोमो कोड युज गर्नु भएको छैन भन्दाखेरि चाहिँ मलाई आउँदैन कसरी गर्ने भन्नुहुन्छ। त्यही भएर मैले यो भिडियो बनाएको अनि हजुरहरुले यसरी गर्न सक्नुहुन्छ। भिडियो अन्त्यसम्म हेरिदिनु भयो त्यसको लागि सबैजनालाई थ्यांक यू सो मच भन्न चाहन्छु।